एउटा म्याच जित्यौँ, वर्ल्ड कप खेलौँ 2026 को T20 विश्वकप खेलिदिउँ, लास्ट म्याच जित्यौँ। नेपाली समयअनुसार 8:45 जाँदाखेरि नेपाल भर्सेस ओमनको गेम जसले जित्यो, ओमनले जित्यो, ओमन T20 वर्ल्ड कप खेल्यो, नेपालले जित्यो, नेपाल T20 वर्ल्ड कप खेल्यो। अनि त्यसपछि दुईवटैको लास्ट गेम रहनेछ, नेपाल भर्सेस समूह खेल्नेछ शुक्रबार भने। तर भोलिको गेम चाहिँ खत्रै मजा आउनेवाला छ, खत्रै मजा आउनेवाला छ। अब कार्डिया किड्सहरूले त कुवेतदेखि नै धुक 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 बनाइरहेछन्। फर्स्ट गेम पनि त्यस्तै जित्यो, सेकेन्ड गेम पनि जापानसँग त्यस्तै धुक 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 गरेर जित्यो, थर्ड गेम त झन् खत्रै भयो युएईसँग। फेरि लास्ट कतारसँग पनि फेरि त्यस्तै हद गरिरहन्, हद। अब ओमनसँग चाहिँ पहिले वेस्ट इन्डिजसँगको सेकेन्ड इनिङमा जस्तो जोराको र आसिफको जस्तो ब्याटिङ भयो भने चाहिँ खत्रै मजा आउँथ्यो। हरेक म्याचमा चाहिँ चेस गर्नु पऱ्यो होइन, सब डिफेन्ड गरिरहन्। आजसम्म सबै डिफेन्ड भइरह, चेस गर्नु पायो भने मजा आउँछ। यो म्याच जित्यो भने सिधै च्याम्पियन हुने चान्स छ ओमनसँगको गेममा। अब प्लेयर टु चेन्जेसको कुरा गर्दाखेरि चेन्जेस त अब मैले केही चेन्जेस देख्दैन। करण केसी बाहिर छ, त्यति दुःखै लागिरहेछ हल्का। अरू त चेन्जेस भनेर के कसलाई निकाल्न सकिन्छ र होइन। लल्लीलाई निकालिरह, लल्लीको उहाँ स्पिन राम्रो छ, उहाँ सोलो पिचमा। अब मल्ललाई खेलाइरहेछ, लेफ्टी भरि खेलाएको हो कि मल्ललाई बुझ्न सकिरहेको छैन। जोरा पनि फेरि अब हान्दैन खै। अब अरू त अब गुल्लुको त योगदान बिर्सिन सकिँदैन यार। गुल्लुले त हरेक म्याचमा 4मा 15, 5मा 20मा आएको छ। हामीले त्यो कन्ट्रिब्युसन चाहिँ गेम जितिसकेपछि चाहिँ वास्ता हुँदैन, तर त्यो कन्ट्रिब्युसनले नेपालले यति फाइदा भयो भन्ने कुरो गेमै त्यहीबाट जितिरहेको के। त्यो कन्ट्रिब्युसन नभएर 140-39 को टार्गेट हुने 129-32 को टार्गेट भयो त हरेक म्याच हारिरहौँ नि त हामी। जस्तै हिजो 10 रन सर्ट भयो, 140 भए पर हारेको थियो, 148 भएर जित्यो। अस्ति 139 ठाउँमा 32-34 भएको हारेको थियो। अनि त्यसभन्दा पहिले जापानसित नि सेम सिनारियो थियो, कुवेतसँग सेम सिनारियो थियो। भनिसकेपछि अब यस्तो चाहिँ गेम नहोस् यार। अब आउने ओमनसँगको गेम अलिकति ब्याट्सम्यानले चाहिँ देखाओ के, यही हो चान्स यार। वर्ल्ड कप खेल्न जाने हो त यार, राम्रो ठुलो टिमसँग खेल्ने हो त यार। यस्तो गरेर कहाँ हुन्छ यार, जस्तोसँग खेल्यो उस्तै गेम हुन्छ भन्दैमा अनि मान्छेलाई यार एनी टाइम यार डराउन दिएछ यार। गेम जित्यो कि हार्ने यार होपलेस बनायो, यस्तो झ्याउ लाग्दैन यार। कम्ती गेम हेर्दाखेरि ढुक्क भएर हेर्न पाइयोस् न यार। मान्छे ठिकठाक मान्छे पनि यार मारिदिने हो यार, मान्छे बिरामी भइरहेको त्यो गेम हेरेर यार, प्रेसरले यार। मान्छेलाई यस्तो जबरजस्ती नगराउँ यार, हैट। ओमनसँगको गेम चाहिँ अलि राम्रो स्कोर होस्, अलि ब्याट्सम्यानले अलिक टेरेर रन बनाउनु पऱ्यो।